यो कथा हो मृत्युको मुखबाट फर्केका एक व्यक्तिको। उनले थाहा पाएको रहस्यले हाम्रो दुनियाँ हेर्ने नजर नै बदल्न सक्छ। 2015मा डाक्टर माइल्स आफ्नी आमाको अन्त्येष्टिका लागि जाम्बिया पुगेका थिए। त्यही उनले जीवनकै सबैभन्दा डरलाग्दो अनुभव गरे। एयरपोर्ट जाने गाडीमा छँदा उनलाई कस्तो लाग्यो भने मानव कसैले उनलाई जिउँदै गाडिरहेको थियो। उनको शरीरमा अलिकति पनि ताकत बाँकी थिएन। एक पाइला सर्न पनि मुस्किल भइरहेको थियो। उनलाई लाग्यो जाम्बियाको भूमि छोड्ने बित्तिकै यो आध्यात्मिक आक्रमणको असर हट्छ। तर जब उनी प्लेन चढ्न लागे, एउटा आवाजले उनलाई रोक्यो। फ्रान्सिस, प्लेन चढ्यौ भने तिमी मर्छौ। त्यसपछि उनलाई तुरुन्तै एम्बुलेन्समा क्लिनिक लगियो। त्यहाँका नर्सहरू उनको अवस्था देखेर छक्कै परे। उनको भाइटल्स कोमामा भएको मान्छेको जस्तो थियो, तर अचम्म उनी पूरै होशमा थिए। त्यही बेला क्यालिफोर्नियाबाट एक भविष्यवक्ताको फोन आयो। उनले भने यो बोक्सी विद्याको ठूलो आक्रमण हो। ती भविष्यवक्ताले एउटी बोक्सीको यस्तो हुलिया बताए कि डाक्टर माइल्सलाई आमाको अन्त्येष्टिमा देखेको झलझली याद आयो। शरीर र औषधि दुवैले काम गर्न छोडेपछि मध्यराततिर उनले र उनको भाइले प्रार्थना गर्न थाले। 1 घण्टापछि उनले एउटा अनौठो निर्देशन सुने, अस्पताल बाहिरको फूलबारीमा जानु। यो आदेश उनको धार्मिक विश्वासको ठिक उल्टो थियो, किनकि यस्तो कामलाई त बोक्सी विद्या मानिन्थ्यो। पछि उनले भने, मेरो त्यो बेलाको ज्ञानले त मलाई मार्ने रहेछ, किनकि त्यसले उनलाई त्यो आदेश नमान्न भनिरहेको थियो। तब पवित्र आत्माले कारण खुलाउनुभयो। पृथ्वीलाई उनको शरीरलाई समय अगावै निल्न आज्ञा दिएको रहेछ। हातमा माटो लिएर उनले पृथ्वीलाई आज्ञा दिए। उनले घोषणा गरे कि उनको काम सकिएको छैन र बोक्सीहरूको आदेश रद्द गरे। उनले माटो फेरि त्यही फूलबारीमा फ्याँक्ने बित्तिकै एकैछिनमा चमत्कार भयो। उनलाई यस्तो लाग्यो कि शरीरबाट हजारौं टनको भारी धडाममा आवाजसहित खस्यो। शरीरमा यस्तो अलौकिक शक्ति आयो, उनी यति छिटो कोठातिर दौडिए कि उनको स्वस्थ भाइले समेत भेट्याउन सकेनन्। कोठामा फर्केपछि डाक्टर माइल्सले सोच्न थाले, यो चमत्कारी उपचार पछाडिको सिद्धान्त आखिर के थियो? रहस्य यो थियो, पृथ्वी जीवित छ। यो आवाज सुनेर प्रतिक्रिया दिनकै लागि बनाइएको हो। सृष्टिको सुरुमा पनि त परमेश्वरले पृथ्वीलाई आज्ञा दिनुभयो, पृथ्वीले उत्पन्न गरोस्, र पृथ्वीले त्यसै गर्यो। परमेश्वरले पृथ्वीसँग बोल्ने यही अधिकार, यही शक्ति मानिसलाई दिनुभयो। तर यहाँ एउटा कुरा बुझ्नुपर्छ, पृथ्वीलाई माता भनेर पुज्ने होइन, सेवक माता मानेर आज्ञा दिने हो। भनेपछि हाम्रो भूमिका सृष्टिलाई पुज्ने होइन, बरु अधिकार पाएको एक सञ्चालकको हो। यो घटनाले एउटा गम्भीर प्रश्न खडा गर्छ। यदि पृथ्वीले साँच्चै हाम्रो आवाज सुन्छ भने हाम्रा शब्दहरूले यो संसारलाई कस्तो आकार दिइरहेका होलान्?